नमस्ते। यहाँहरू सबैजनालाई यस गोरक्ष निखिल युग टिभी च्यानलमा हार्दिक स्वागत छ। हामीहरू गोरक्ष निखिल युग टिभी मार्फत हाम्रा नेपालका हिमवत खण्डका प्राचीन आध्यात्मिक विधि, ध्यान, योग, आयुर्वेद जस्ता विधिहरूसहित गुरु गोरखनाथसँग सम्बन्धित र हाम्रा प्राचीन धर्मशास्त्र यी परम्पराका विषयलाई हामी पस्किँदै आएका छौँ। आजको यस भिडियोमा हामीहरू यहाँहरूलाई गुरु गोरखनाथ प्रदत्त हठयोगको एउटा आधिकारिक ध्यान विधि यहाँहरूलाई लिएर आउँदैछौँ, जसको माध्यमबाट यहाँहरूले आफ्ना एन्जाइटी, डिप्रेसन, स्लिपिङ डिसअर्डर लगायतका अन्य मानसिक समस्याहरूबाट मुक्त पाउन सक्नुहुनेछ। मानव जीवनमा अघि बढ्ने क्रममा, हाम्रा क्रियाकर्म गर्ने क्रममा विविध प्रकारका समस्यासँग हामी जुझ्न पर्ने हुन्छ, समस्यासँग हामी लड्नु पर्ने हुन्छ। ती समस्याहरू हाम्रो जीवनमा आइपर्छ। ती समस्या आइपरेका समस्यालाई हामीले कुनै पनि आवेगमा नपसिकन आफ्नो मनमा आएका सबै ऊर्जाहरूलाई व्यवस्थित गर्दै तपाईहरू उच्च मनोबलका साथ आफ्नो जीवन यात्रालाई अघि बढाउनु पर्ने हुन्छ। भगवान् बुद्धले के भन्नुभएको छ भन्दाखेरि जीवनमा समस्या छ अथवा जीवनमा दुःख, पीडा, यी सबै कुराहरू छन्। यी सबै हुनुमा एक कारण छ। जीवनमा दुःख छ, दुःखको कारण छ, निवारण पनि छ भनेर भनिन्छ। तसर्थ हामी दुःख पर्यो भन्दैमा हाम्रो मानसिक सन्तुलन गुमाएर हामीहरू विभिन्न किसिमका आवेगमा गएर हामी अझै ठुला दुर्घटनामा परिरहेको घटना हामीले अहिले प्रत्यक्ष सम्पूर्ण मानव समुदायले अनुभव गरिरहेको छ अथवा मानव समुदाय नै समस्यामा गइरहेको छ। तसर्थ त्यो समस्याबाट मुक्त हुनको लागि अहिले भनेको ध्यान योगको विधि नै आधिकारिक विधि हो। ब्रह्माण्डमा यस पृथ्वीमा हरेक प्रकारका विभिन्न प्रकारका ध्यानको अभ्यासहरू भइरहेका छन्। ती सबै ध्यानहरूको मूल स्वरूप भनेको हठयोग हो। हठयोगको मूल गुरु गोरखनाथ हुनुहुन्छ र गुरु गोरखनाथको कृपा बिना योगमा सफलता हासिल हुन सकिँदैन। त्यही कुरालाई लिएर हामीले जनजनमा गुरु गोरखनाथको महत्त्वलाई दर्शाउँदै अघि बढिरहेका छौँ र हाम्रो यस सावर ध्यान केन्द्रका विभिन्न शाखा उपशाखाबाट प्रत्यक्ष हामीसँग ध्यान योग गरेर यी सबै समस्याहरूबाट व्यक्तिहरूले आफ्नो समस्या समाधान गर्नुभएको छ। अब जो हाम्रो सम्पर्कमाबाट टाढा हुनुहुन्छ, देश विदेशमा रहनुहुने नेपाली लगायत अन्य व्यक्तिहरूले ध्यान अपनाएर यसबाट मुक्त हुनको लागि हामीले यो ओमकार ध्यान विधि यहाँहरूले लिएर आएका छौँ। अत्यन्तै प्रभावकारी छ यो ओमकार ध्यान विधि। यहाँहरूले म सँगसँगै अभ्यास गर्नुहोस्। बिहान बेलुका 2 टाइम, सकिन्छ 2 टाइम, नसकिने 1 टाइम अवश्य नै भयो। यो अभ्यास गराउन एकदम सरल छ, सहज छ, अत्यन्तै प्रभावकारी छ। प्रभावकारी मात्र नभइकन तपाईँलाई गुरु गोरखनाथको कृपा आशीर्वाद मिल्नेछ र आफ्नो इच्छा शक्ति, मनोबल सबै कुरा तपाईँलाई बढाएर यी समस्याबाट मुक्त हुनलाई तपाईँलाई भरपुर सहयोग गर्नेछ। अब हामी सिधै विधिमा प्रवेश गर्दैछौँ। विधिमा प्रवेश गर्नको लागि तपाईँ पहिला आफ्नो तपाईँ ओछ्यानमा बसेर पनि गर्न सक्नुहुनेछ। जो मान्छे यसरी बस्न सक्नुहुन्न उहाँले कुर्सीमा बसेर पनि गर्न सक्नुहुनेछ। जतासुकै बसेर तपाईँले यो अभ्यास गर्न सक्नुहुनेछ। अब यहाँहरूले पहिला आफूलाई थोरै केही न केही व्यायाम गर्नुहोस्। व्यायाम गर्दा तपाईँले मुख बन्द गर्ने, जस्तै अब यो शरीरलाई हातलाई यसरी तन्काउने, आदि इत्यादि क्रिया गर्नुहोस्। खुट्टा तन्काउनुहोस्, यसरी खुट्टा तन्काएर खुट्टालाई पनि यसरी ब्रेक दिनुहोस्। यसरी शरीरलाई सहज बनाइसकेपछि तपाईँ ध्यान आसनमा बस्नुहोस्। बसेर 3 पटक ओमकार ध्वनि उच्चारण गर्नुहोस्। मेरुदण्डसित आँखा बन्द गर्नुहोस्। ओमकार ध्वनि सँगसँगै उच्चारण गरौँ। यसरी ओमकार मन्त्र उच्चारण अत्यन्तै जरुरी छ। ओमकार मन्त्र उच्चारण पश्चात तपाईँले अब यसरी ध्यान मुद्रामा बसेर ओमकार उच्चारण गर्नुपर्छ। कसरी गर्ने त भन्दाखेरि
ओम उच्चारण गर्ने क्रममा ओलाई छोटो बनाउनुहोस् भनेर मलाई लामो बनाएर मस्तिष्कमा भरपुर मात्रामा कम्पन उत्पादन गर्नुहोस्, कम्पन दिनुहोस् गलासहित मस्तिष्कमा। यसरी ओम ओम। यस प्रकार कम्तीमा नि यहाँले 25 देखि 30 पटकसम्म ओमकार उच्चारण गरेर ध्यान गर्नुपर्ने हुन्छ। म सँगसँगै गरौँ ल। लगातार यसरी गर्दै जानुहोस्। ओलाई छोटो मलाई लामो बनाउनुहोस्। आफ्नो आवाज आफै सुन्नुहोला। कहाँ कम्पन भइरहेको छ, विशेष गरी मस्तिष्क कम्पन र मणिपुर चक्र अथवा नाभी पेटलाई ध्यान दिँदै ओमकार गर्नुहोला। अब यसरी ध्यान ओमकार ध्यान गरिसकेपछि एकछिन ध्यान बस्नुहोस्। ध्यानमा पुरै शरीर याद गर्नुहोला, आफ्नो मुटुको धड्कन याद गर्नुहोस्। त्यसपछि नाभी चक्रलाई याद गर्नुहोला र आफूभित्रको शान्त र आनन्द स्वरूप प्राप्त गर्ने चेष्टा गर्दै एकछिन ध्यान गर्नुहोस्। ध्यान सकिसकेपछि 3 पटक ओमकार उच्चारण गरेर समापन मन्त्र उच्चारण गर्नुहोस्। इस प्रकार समापन मन्त्र उच्चारण गरिसकेपछि यहाँको अभ्यास सम्पन्न भएको छ। यो अभ्यासलाई कम्तीमा यहाँले 1 महिनासम्म गर्नुपर्ने हुन्छ। नियमित अभ्यासले तपाईलाई यो समस्याबाट मुक्त हुन पनि सहयोग गर्छ र तपाईलाई गुरु गोरखनाथको कृपा आशीर्वाद र साथै तपाईको आत्मबल पनि बढ्नेछ। हस्त अभ्यास गर्नुहोस्। कहाँबाट यहाँले अभ्यास गर्दै हुनुहुन्छ हाम्रो भिडियोलाई लाइक, सब्स्क्राइब र सेयर गर्न नभुल्नु होला र कमेन्ट पनि गर्नु होला। हस्त धन्यवाद। यहाँको जीवन शुभमय रहोस्, गुरु गोरखनाथको आशीर्वाद प्राप्त होस् र आफ्नो जीवनलाई सफल बनाउनुहोस् भन्दै शुभ कामना गर्दछौँ। धन्यवाद। जय गोरख, जय गुरुदेव, जय निधि।